Hello everyone, that's Safula, सबैजनालाई अनि म चाहिँ आजको बमजन फ्रम इलाम सिटिजनको कञ्चनी अनि म चाहिँ हिजो झापा आएको छु यहाँ कालीझोडा भन्ने ठाउँ हाम्रो मम्मीको कान्छी बहिनीहरूको घरमा हाम्रो आसु पर्छ नि त अनि त्यहाँ आएको छु अनि आज चाहिँ मैले किन भ्लग बनाएँ भन्दाखेरि चाहिँ आज हामी डुल्ने प्लान गरिरहेको छौँ उता झिलतिर अनि भयो भने घुम्न जान्छु मलाई भनेर मैले चाहिँ भ्लग बनाएको अनि आज के कस्तो हुन्छ हेरिदिनु होला म यो भिडियो चाहिँ भरे कन्टिन्यू गर्छु सो गाइस म चाहिँ यता आसुको भन्दा यता के भन्छ सामान लिन आएको थिएँ अनि सामानहरू चाहिँ किनेर म पर्खिँदैछु म र मेरो दादा आएको थियौँ अनि दादा चाहिँ पछाडि यो किन लगाइदिएको होला घाउ लागेर हो दादा आइपुग्नु भयो मेरो चाहिँ कपाल भर्खर आएको नि त अनि कपाल चाहिँ फुर्र भइरहेको थियो माइन्ड नगर्नुहोस् होला सुन्दरजी हिँड्नु न छिटो न आउनु है म तपाईँलाई जित्छु नि के अरे उता अब टाटा बाई बाई मुसाले खाएछ मेरो कपाल त्यस्तो उडिरहेछ कि थर्र मेरो कपाल नआएर यस्तै हो त्यही हो म यसमा भेट्छु अब सो फाइनली साथीहरू हामी चाहिँ लाग्यौँ अब के पो सालबारी है सालबारी झिलतिर चारजना मेरो गाडी हुन्छ मेरो बहिनी छ छिङ उता मेरो दिदी हुनुहुन्छ सालबारी पनि आइपुग्नु हाम्रो गाडी जाऊँ न लगाइन्छ कति राम्रो रहेछ यो अब हामीले गएर त्यहाँ हङ्गामा मचाउनुपर्छ क्या भन ल अझै दुई हुनुपर्ने क्या स्पिकर के भयो त्यो सानो तर कति राम्रो है बोटिङ खेल्नुपर्छ यस्तो उयो छाता भयो यतिको चाहिँ हुनु पर्यो नि त गाइड्सहरू जतै बस्ने नै ठाउँ बनाएको होला बस्नु के गरेको हो यहाँ त्यस्तो ठाउँ चाहिँ सानो तर राम्रो है कति राम्रो यतिको भयो भने त दामी हुन्छ नि हौ त्यही हो अब म यसमा भेट्छु अझै जानु पनि हुन्छ बोट खेल्नु पानी पऱ्यो भने त बिजोक भइहाल्छ बिजोक रमाइलो कुनमा जानु ऊ त्यहाँबाट फेरि फाल्टै मजा छ ऊ त्यहाँबाट जस्ट जुन जाँदा नि हुन्छ वेल्लोमा जाउँ न वेल्लोमा अलिक सुक्खा रहेछ हाम्रो बोट
तिम्रो म उता हुनु मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेछ यहाँ इट्स लन्च टाइम भनेर हामी चाहिँ यहाँ बोटिङ गर्दा गर्दै खाँदैछौँ मान्छेले जेसुकै सोचोस् हामी खाँदै हामीलाई भोक लाग्यो खाने हो खानुलाई कहिले रोक्नु खाना जन्मेका हौ खाओ मुटो यो एक्सट्रिम कसैले फुटाइदिनु मेरो नानी गर्नु र यो कोरियनको चाहिँ मेरो फेभरेट हो सबै मसला हो क्या हुन्छ हुन्छ जुटो लगाइदियो ल खान्छ नि के हुन्छ नानी भरे गएर मोमो पनि पेट नटाउनु पनि अच्छा ए उर्गेन हुँदा काली झोडा उसको लागि बनाउनु पर्छ गनी गनी भेजिटेरियन खुवाउनु गाइस होइन नि 1 घन्टापछि हामी चाहिँ निस्क्यौँ बोटिङ गरेर यहाँ हेर्नु हाँसहरू हेलो मैले चस्मा लगाएको छु यसरी आन्टीहरूको पाराको बल्ल बल्ल हाम्रो चाहिँ अब टाइम पनि कम्ती छ कति अब 1 घन्टा मात्रै होला है 1 घन्टा जस्तो पौडेर जानुपर्छ हामी एकान्तमा हाम्रो पनि यस्तोमा खेल भिडियो नै गर्नुपर्छ है अगाडिको बनाउनु होइन चल्छ नि त यो लगाऊ हिरोइन जस्तै देख्छ मेरो दिदी दादा एकछिन त खाइदेऊ कसैले यो फोन पक्रेर त खान्छ एकछिनमा खाने मेरो दिदीको असली रूप सबैले सोझी सोझी भन्छ कि एकछिन खाना कस्तो बाङ्गो देख्छ गुड दामी म फोटो खिच्दिनँ कि तर के गर्नु भिडियो बनाउँदैछु त्यही हो अब एकचोटि एकछिनमा भेट्छु म अब हामी दुईजना छोडेर भेट्छु अब चाहिँ लाग्यो हामी गएर रात पनि परिसक्यो यहाँ कस्तो अन्धार देखिरहेको छ हाम्रो अटो चाहिँ आइसक्यो रे अटो भन्दैन सिटी सिटी होइन के भयो सिटी 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 आइसक्यो रे हाम्रो जाँदैछौँ अब हामी घर आधी किन्नु पाइएन है किन छैन अर्कोचोटि अलिक धेरै डुल्ने गरी आउनुपर्छ तर मजा भयो नि त मजा भयो त बोटमै धेरै खेल्यौँ नि त हामीले अनि यस्तो गर्न मेरो सम्पत्ति भिजिरहेछ यहाँ अगाडि यो छ निकै चिप्लिने खालको कुनजनाले बिस्तारै होइन है यसले पनि चप्पलै लागेको छ हजुरले पनि चप्पलै लाग्छ र त भनेको त त्यही हो अब हामी एकछिनमा यतै पुगेर भेट्छ होला नि यस्तै त्यो गाइस हामी चाहिँ यता आदिबासी आइपुगिसक्यौँ उता पानी परिरहेको छ यता चाहिँ अहिले फेरि राम्रो छ मौसम अनि
अगाउ चाहिँ अघि आइसक्नु भएको रहेछ अनि हामीलाई पर्खिराख्नु भएको रहेछ हामी आउनु भनेर अनि हामी चाहिँ आयौँ हामी घर पुगेर भेट्नेछौँ कुङसाङजी हाँस्नुहोस् न हाँस्नुहोस् न अब हामी चाहिँ आइपुग्नु आँट्यौँ है यस्तो आधी बाटो भनेर फेरि आइपुग्नु आँट्यो भने त्यही हो म भरे पर पुगेर भेट्छु ए यतापट्टि पर्छ नि साथी अरू उतापट्टि भन्नु हजुर राइट होइन छाता निकाल्नु त हामी आइपुग्यौँ हाम्रो आसुहरूको घर हेर न दिन चाहिँ हामीले धमाधम मोमो बनाउँछ माथि कि क्या आउन त अरे मैले त्यही हो अब हामीले धमाधम मोमो बनाउनु पर्ने चार्ज पनि छैन अब एकछिन चार्ज हालिसकेपछि भेट्छु म हजुरहरूलाई गाइज हामी चाहिँ यता आइसकेर पनि मोमो बनाउँदै बनाउँदै यस्तो रात भइसक्यो अन्त अब चाहिँ हाम्रो मोमो खाने टाइम भएको कतिवटा लु 50 साँच्ची उता हुन्छ मेरो आँसु उता हुन्छ आगो हुन्छ गनी गनी ल भिडियो बनाइदिन्छु अब उसको लागि 50वटा खाइसक्छ यो साँच्ची म भिडियो बनाउँछु नि सबै फेरि भगमा चाहिँ हाल्दिनँ होला तपाईँ टार्गेट हो 55 तिमी कुन चाहिँ तिमी कतिवटा यसो टार्गेट गर न 20वटा कतिवटा हुन्छ साथीहरू हामीले चाहिँ मोमो पनि खाइसक्यौँ अनि उता चाहिँ मेरो भाइ कतिवटा खायो तिमीले 38वटा खायो उसले तपाईँको कति ढाँटेर भन्ने रियल भन्नु रियल भन्नु नि 25वटा म्याक्सिमम आगोले कतिवटा खानुभयो हो आगो म्याक्सिमम 15-20वटा खाइयो होला आसुले मैले 30वटा चाहिँ हान्नु 30वटा 2021 विनर अफ द डे नाइट के भयो जे भए पनि 38वटा
सेकेन्ड होइन म रहेछु त्यसमा सेकेन्ड हो भने मामु आजले खानु भएन 25 वटा खानु भएन नि खानु भएन आजले त्यति खानु भएन आजले तिमीले कतिवटा खायो कुन्छाङ 20 वटा मामुले त तपाईहरु बोल्नु न भने जस्तो हो हाम्रो 10 वटा त्यस्तै भएको थियो मेरो पनि सो गाइस त्यही हो अनि आज हामी उता सालबारीहरू पनि गयौँ अनि रमाइलो भयो अनि मेमोरिजहरू पनि भयो अनि त्यही हो अनि फ्यामिलीसँग यसो हल्काहरू भयो अनि त्यही रमाइलो भयो बेलुका मोमोहरू बनाएर खायौँ त्यस्तै रमाइलो भयो आजको दिन चाहिँ अनि त्यही हो भिडियो अन्तिमसम्म हेरिदिनु भएको थ्याङ्क्स फर वाचिङ अनि भिडियोलाई लाइक गरिदिनु होला त्यही हो बाई बाई